हेर न हेर, यो बागमती पुलमाथि कति राम्रा गाडीहरू गुडेका है। रहर लाग्दा हेरु लाग्ने है। हेरे हेरे राम्रा गाडीहरू पुलमुनि चेर न कस्तो फोर्च्या गनाउने बागमती। सहर राम्रो हुनलाई त यहाँको नदी नाला पनि सफा हुनु पर्यो नि। के शहरीकरणमा हाम्रो सभ्यताले स्थान पाएको छ त? बागमती सभ्यता संरक्षणका लागि नेपाल वातावरण पत्रकार समूहको अभियान। सफा थियो श्रद्धा थियो बग्दै बित्यो पलकती, सफा थियो श्रद्धा थियो बग्दै बित्यो पलकती, मान्छेसँग रिसाएको स्थिर बिजोग बागमती, मान्छेसँग रिसाएको स्थिर बिजोग बागमती। अहिले हामी समुद्र सतहदेखि 2127 मिटरको उचाइमा आइपुगेका छौं। बागमतीको प्रमुख जलाधार क्षेत्रको रूपमा चिनिने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत पर्ने यो धाप क्षेत्रलाई यहाँभित्रको सबैभन्दा ठूलो सिमसार क्षेत्रको रूपमा लिइन्छ। यही सिमसार क्षेत्र हुँदै बागमतीको सहायक नदी नागमतीले आफ्नो यात्रा सुरु गर्छिन्। नदी सभ्यतामा आधारित कार्यक्रम बिजोग बागमतीको पहिलो श्रृंखला निर्माण गर्ने क्रममा 2069 साल पुसको अन्त्यतिर हामीले बागमतीको उद्गम स्थल शिवपुरी बागद्वारसम्मको यात्रा गरेका थियौं। समुद्र सतहदेखि 2725 मिटरको उचाइमा रहेको शिवपुरी पर्वत नै बागमती सभ्यताको प्रमुख आधार हो। शिवपुरी बागद्वारमा उभिएर हेर्दा देखिने मनोरम दृश्यले यो देवता लगायत ठूला ठूला योग साधकहरूको तपोभूमि हो भन्ने कुरालाई पुष्टि गर्छ। शिवपुरी यात्राको 1 वर्षपछि गत फागुनको अन्तिम साता हामीले चिसापानीसम्मको यात्रा गरेका छौं। यसपटक हाम्रो टोलीमा नेपाल वातावरण पत्रकार समूहको श्रव्य दृश्य विभागमा कार्यरत सञ्चारकर्मीहरू सहभागी थिए। सुन्दरी जलबाट सुरु भएको हाम्रो यात्रा 2451 मिटरको देउराली डाँडालाई पार गर्दै 2200 मिटरको उचाइमा रहेको चिसापानी पुगेको थियो। मौसमका कारणले गर्दा अघिल्लो वर्षको यात्रामा जस्तो हिमालका सुन्दर दृश्य देख्न नपाए पनि वन, वनस्पति र स्वच्छ वातावरणका कारण हाम्रो यात्रा निकै रमाइलो भएको थियो। चिसापानीमा 1 रात बिताएर हाम्रो टोली शिवपुरीको धाप क्षेत्रतर्फ लागेको थियो। धाप क्षेत्र बागमती जलाधार अन्तर्गतको ठूलो सिमसार क्षेत्र हो। राजधानीमै रहेको राष्ट्रिय निकुञ्ज अनि निकुञ्जभित्र रहेको यो मनोरम ताल शहरवासीलाई तनावबाट मुक्ति दिलाउन कुरिरहेको जस्तो देखिन्छ। वार्षिक करिब 8 लाख मानिसले निकुञ्ज क्षेत्रको भ्रमण गरेको तथ्याङ्कले पर्यावरण र पर्यटनको उच्च सम्भावनालाई स्पष्ट पारेको छ। सुक्खा मौसममा बागमतीको बहावलाई बढाउन यही धाप क्षेत्रमा 20 मिटरको र यहाँबाट बहने नागमतीको तल्लो क्षेत्रमा 78 मिटरको बाँध बाँध्ने योजना बनाइएको छ। एसियाली विकास बैंकको सहयोगमा निर्माण हुने यो आयोजना सम्पन्न भएपछि काठमाडौँवासीले तालमा रमाउनकै लागि पोखरासम्म धाउनु पर्ने छैन। केही बेरको अवलोकनपछि हामी नागमतीको किनारलाई पछ्याउँदै अगाडि बढ्यौं।
काठमाडौँको कोलाहलबाट बाहिर निस्किएका हामीले सहरी रहनसहनबाट धेरै पृथक भइसकेको अनुभूत गरिरहेका थियौँ, जहाँबाट हेर्दा हामीलाई संसार भनेकै वन, वनस्पति र त्यसको गर्भबाट रसाएका जलधारा मात्रै पो हो कि भन्ने लागिरहेको थियो। वसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा थपिएको नयाँ रङले पुरै जङ्गल क्षेत्र नै एउटा सुन्दर बगैँचामा परिणत भए झैँ लाग्थ्यो। यही वन क्षेत्रबाट सुसाउँदै अघि बढेका जलधारा र पंक्षीहरूको आवाजले हाम्रो यात्रा सङ्गीतमय बनिरहेको थियो। यात्रामा रमाइरहेका हामीलाई नागमतीमा देखिएका केही दृश्यले भने बस्ती नजिक आइपुगेको संकेत गरिरहेको थियो। नदीकै गर्भबाट ढुङ्गा र बालुवा लुट्ने कार्य यहाँ पनि हुँदो रहेछ। केही बेर अघिसम्म प्रकृतिको काखमा गरिएको सुन्दर अनुभूति नरमाइलो यथार्थमा फर्किएको सपना जस्तै लागिरहेको थियो। निकुञ्ज क्षेत्रभित्रै भइरहेका यस्ता क्रियाकलापले हामीलाई निकुञ्जभित्र पालना गर्नुपर्ने नियमहरूको स्मरण गरायो। त्यसो त मानिसको तिर्खा मेटाउनका लागि यसै जलाधार क्षेत्रबाट निस्किएको पानीलाई एकत्रित गरेर सहरतर्फ लगेपछि भएको बागमतीको बिजोग अवस्था धेरैलाई थाहा भएकै कुरा हो। यही जलाधार क्षेत्रबाट दैनिक 30 लाख लिटर पानी सहरवासीका लागि आपूर्ति हुँदै आएको छ। त्यसको सट्टामा हामीले चाहिँ नदीलाई फोहोर र ढलयुक्त प्रदूषित पानी दिँदै आएका छौँ। यसपछि भने हामी तपाईहरूलाई बागमतीको साप्ताहिक सफाईतर्फ लैजाँदैछौँ। साप्ताहिक सफाईको 44औं श्रृङ्खला थापाथली पुलभन्दा माथि धोबी खोला दोभानमा केन्द्रित थियो। धोबी खोला बागमतीमा आएर मिसिने यो दोभानलाई सहोदर तीर्थको रूपमा पुजिँदै आएको छ। यसै क्षेत्रमा राणाहरूले आफ्नो कुल पूजा पनि गर्दै आएका छन्। साप्ताहिक सफाईकै दिन चैत्र 1 गते ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको 18औं वार्षिक उत्सव परेको थियो। यस अवसरमा समितिका पदाधिकारी एवं कर्मचारीहरू बागमती सफाईमा सहभागी हुन आएका थिए। त्यस्तै नागरिक लगानी कोष पनि चैत्र 4 गते पर्ने आफ्नो 24औं वार्षिक उत्सवको उपलक्ष्यमा बागमतीको सफाईमा सहभागी भएको थियो। भनेको यो बेनिफिट्सहरू चाहिँ एन्भाइरोन्मेन्टमा गएर कस्टका रूपमा रूपान्तरित भएको। मानिसहरूले केही बेनिफिट लिए, प्लास्टिकको बोतलबाट पानी खाए, जुस खाए, यहाँ खाजा खाए, प्याकेटबाट लगेर बागमतीमा फाल्दिए। कस्ट चाहिँ बागमतीले बेयर गरेर खान्छ। हाम्रो बुझाइ, बागमतीको बुझाइ फरक फरक थियो है। कसैले ढलको रूपमा बुझाएको थिए, कसैले जमिनको रूपमा बुझाएको थिए, कसैले बालुवाको रूपमा बुझाएको थिए। तर अब हामी यी सबै कुराहरू, यी जति पनि मुद्दाहरू छन् बागमतीका, त्यसलाई एउटै ठाउँमा राखेर हाम्रो जुन बागमती कार्ययोजना हो त्यो कार्ययोजना अनुसार चाहिँ हामी गर्नुपर्छ। र हाम्रो चाहिँ एउटा साझा दस्तावेज भनेको बागमती कार्ययोजना नै हो। सिभिलियनले वा सिटिजनले आफ्नो दायित्व पुरा नगरिदिएको मात्र हो नि। यसमा कुनै अन्य त अप्ठ्यारो आएको होइन नि। हामीले फोहोर फाल्न नहुने त्यो फालिदियौँ, ढल फाल्न नहुने त्यो फालिदियौँ भने अब यसलाई त खासमा त्यति मात्रै गरिदियौँ भने पनि यो धेरै सफा हुन्छ नि, होइन? अहिले बागमतीको यो दुर्गति किन भएको छ भन्दाखेरि यसको अधिकांश पानी चाहिँ हामीले खानेपानीमा प्रयोग गरेका छौँ। त्यसले गर्दाखेरि अब हामीले काठमाडौँ उपत्यकाको कुरा गर्दाखेरि चाहिँ हामीले वैकल्पिक स्रोत जुन अब मेलम्ची खानेपानी आयोजनाको रूपमा हामीले लिएका छौँ। त्यो वैकल्पिक स्रोतबाट चाहिँ हामीले पानी ल्याउनुपर्छ र बागमतीको पानी जति हो त्यो बागमतीलाई नै छोडिदिनुपर्छ हामीले। पछिल्लो समय संस्थागत सहभागिताको साथसाथै व्यक्तिगत सहभागिता पनि बढ्दै गएको छ। यसले सहरवासी र नदीको सम्बन्धलाई पुनर्पुष्टि गरिरहेको देखिन्छ। मलाई चाहिँ यो समाजसेवा गर्न एकदमै इन्ट्रेस्ट लाग्थ्यो पहिलेदेखि नै। अनि यो चाहिँ कहाँ हुन्छ होला भनेर चासो हुन्थ्यो। आज त्यस्तै मौका मिल्यो अनि आएको। सकेसम्म सफा देख्न पाए त एकदम राम्रो। हाम्रो फ्युचर जेनेरेसनले सफा, हामीले नदेखेको कुरा हाम्रो फ्युचर जेनेरेसनले देख्न पाए त धेरै राम्रो कुरा हो नि। सफा हुन्छ होला, आशावादी हुनुहुन्छ? यसरी हामी लागिराख्यो भने त अभियसली सफा हुन्छ। हुन्छ, यसरी नै हुने त हुने काम भनेकै।
एउटाले गर्छ अरूले गरिराख्छ पछि जनचेतना अझ फैलिन्छ होइन एक दिन अवश्य स्वच्छ हुन्छ। हामीले चाहिँ एउटा अवेरनेस क्रिएट गर्नुपर्छ किनभने आफू इन्भल्भ नभएसम्म आफूले नगरेसम्म चेन्ज भन्ने कुरा कहिले पनि आउँदैन होइन। बागमती भनेको चाहिँ अब हामी धार्मिक रूपमा पनि हाम्रो हरेक क्रियाकर्महरू त्यही जोडिया छ र हामीले के सोच्यौँ भने भोलि हाम्रो जीवन चाहिँ जस्तो पल्युसनमा बाँचे पनि मरण चाहिँ सफा ठाउँमा हुने रहेछ भनौँ न। यो इनिसिएसन लिने मान्छेलाई चाहिँ आई थ्याङ्क फ्रम द कोर अफ माई हार्ट होइन किनभने हामी धेरै जस्तो हाम्रो के बानी छ भने हामी यस्तो भयो भन्छ तर हामी गर्दैनौँ होइन। तर अब यहाँ धेरैको इन्भल्भमेन्ट देखेर चाहिँ खुसी पनि लाग्यो र यो हुन्छ सफा हुन्छ र अब आउने जेनेरेसनले चाहिँ एउटा क्लिन बागमती एन्ड ग्रिन सिटी चाहिँ देख्न पाउने अवसर चाहिँ उनीहरूले पाउनेछ। त्यसको लागि चाहिँ आई थ्याङ्क द इनिसिएटर्स अफ दिस क्याम्प होइन। काठमाडौँ महानगरपालिका र स्थानीयको सहभागितामा सुरु भएको विष्णुमती र धोबी खोला सफाईले यस हप्ता पनि निरन्तरता पाएको छ। शहरी क्षेत्र हुँदै भएका कारण विष्णुमती, धोबी खोला र टुकुचा काठमाडौँका सर्वाधिक प्रदूषित नदीमा पर्दछन्।